यो माटो भन्ने पार्टीको जाँठो हर्केले एउटा एआईबाट बनाएको फोटो कस्तो हुन्छ र वास्तविक फोटो कस्तो हुन्छ भनेर छुट्याउन धरि नसक्ने मान्छे रवि लामिछानेको बारेमा अहिले विरोध गरिरहेछ। रवि लामिछानेको अस्तिको हस्पिटलको त्यो एआईबाट बनाएको फोटो र वास्तविक फोटो कुन चाहिँ हो भनेर धरि छुट्याउन सकेको छैन। यत्तिकै सामाजिक सञ्जालमा विरोध गरिरहेछ भनेपछि एआईबाट बनाएको फोटो कस्तो हुन्छ र वास्तविक फोटो कस्तो हुन्छ भनेर अलिकति पनि सर्वेक्षण नगरिकन सामाजिक सञ्जालमा यसरी अरूको चरित्रमाथि औँला उठाउँदै गर्दाखेरि यस्तो जाँठोलाई चाहिँ नेपाली जनताले बहुमत दिएर चुनाव जिताएर प्रधानमन्त्री बनाउनु पर्ने कारण चाहिँ के? हेर्दै जानु, फागुन 21 गतेको चुनावमा हर्क साम्पाले चुनाव पनि जित्दैन। कारण एउटै हो, उसको बोली र उसको व्यवहारले गर्दाखेरि। यो कुरा लेखेर राख्नुहोस्। भोस उडीके एउटा विरोध गर्ने एउटा तरिका हुन्छ नि हो, एउटा शैली हुन्छ नि कसरी विरोध गर्ने भनेर। बिहान उठ्यादेखि बेलुका नसुतेसम्म विरोध गराइ गर्छ यार। होइन, फेरि एमाले काङ्ग्रेस माओवादीको कसैको नेताहरूलाई विरोध गर्दैन। रवि लामिछाने बालेन शाह। यो कस्तो यो हुन्छ नि पागल टाइपको मान्छे।